यो चाहिँ खोटाङको मुडे भन्ने ठाउँ हो है। म चाहिँ ठिकै यतापट्टि हाम्रो चौरहरू छ। यहाँदेखि चाहिँ यो घेराबार रहेछ। यहाँदेखि चाहिँ यता सल्लाहको बोटहरू छ र जोरगाडी नै छ भनौँ न। म चाहिँ जो सिडी पर्खाल म हिँड्नु पर्यो र आज शनिबारको दिन हामी सबैजना मिलेर रमाइलो गर्न यता डाँडातिर आएको छौँ। हाम्रो साथीहरू यहाँ हुनुहुन्छ है। अनि यहाँदेखि हेर्न सक्नुहुन्छ हिमालहरू, तर एक्ज्याक्ट हिमालहरूको नाम चाहिँ थाहा भएन। धेरैवटा हिमालहरू छ, लगभग 6-7वटा हिमाल छ अरे। तर मलाई चाहिँ हिमालको नाम थाहा भएन। यो बाटोहरू म हिँड्दै नहुने ठाउँमा हिँडिरहेको छु। यता देख्न सक्नुहुन्छ यतापट्टि चाहिँ हिमालहरू छैन रहेछ। यहाँदेखि सिधा माथि रूपाकोट डाँडा हो। रूपाकोट डाँडादेखि चाहिँ देखिन्थ्यो होला सायद। अब त्यहाँ जान यो चुटी भएन। देखि चाहिँ यस्तो हिमालहरू यतापट्टि पनि छैन र यहाँ चाहिँ हिमालहरू बबाल छ है। हे गाइज, तपाईँहरूलाई कस्तो लाग्छ भिडियोहरू हेरेर कमेन्टमा कमेन्ट छोडिदिनु होला है। अब राम्रो बनाउन नसके पनि घुमिराखेको बेला यसो छोटो भिडियो बनाइदिएको है।